Hello everyone, welcome back. This is Dr. Manish Chaulagai. I've been getting a lot of queries regarding memorization. How to memorize things for longer time. Like zoology-ma, botany-ma धेरै कुराहरु घोक्नुपर्ने हुन्छ. 20 to 30% of questions in CEE comes memory based. That is the things that has to be memorized. लामो समयसम्म कसरी कुनै पनि कुराहरु याद गर्ने. सिम्पल आन्सर तिमीहरुले पाइरहेको हुन्छौ निमोनिक्स भनेर. यो भिडियोमा चाहिँ म निमोनिक्सहरुको टाइप्सहरुको बारेमा डिस्कस गर्छु. कस्तो खालको निमोनिक्सहरु चाहिँ मैले आफ्नो इन्ट्रान्स फेजमा युज गरे र त्यसपछि मेडिकल फिल्ड कटाइसक्दाखेरि कस्तो खालको निमोनिक्सहरु चाहिँ काम लाग्यो. I want to share the techniques with you guys. Hope to see you till the end of this video. अब कुनै पनि टपिक तिमी जब फर्स्ट टाइम पढ्छौ त्यसलाई सुरुमा अन्डरस्ट्यान्ड गर्न जरुरी छ. त्यसपछि त्यसलाई भिजुअलाइज गर्नु पर्यो. फर एन एक्जाम्पल हामीले रेस्पिरेटरी सिस्टम पढिरहेका छौं भने रेस्पिरेटरी सिस्टमको एनाटोमी पहिला सुरु हामीले बुझ्नु पर्यो. त्यसपछि त्यसलाई हामीले भिजुअलाइज गर्नु पर्यो. र थर्ड पार्ट आउँछ निमोनिक्स बनाउने. त्यो निमोनिक्सको बारेमा चाहिँ हामी यो भिडियोमा डिस्कस गर्दै छौं. फोर्थ पार्ट निमोनिक्स मात्रै बनाएर हामी छोडिरा हुन्छौं. सो निमोनिक्स बनाउँदाखेरि के कस्तो गल्तीहरु हुन्छ हामीले लिमिटेड खालको निमोनिक्स मात्रै बनाइराको हुन्छौं र त्यसलाई एक्टिभ रिकल र स्पेस्ड रिपिटेसन गरेको हुँदैन. सो त्यो बारेमा यो भिडियोमा हामी डिस्कस गर्दै छौं. फर्स्ट अफ अल let us talk about the different types of mnemonics that we have been using. Number 1 चाहिँ फर्मुला mnemonics or acronym भनेर भन्छौं है. म डाइरेक्टली एक्जाम्पल तर्फ जान्छु. लामो स्टेटमेन्टहरुलाई छोटो स्टेटमेन्टमा कन्भर्ट गर्ने अथवा एक्जाम्पल्सहरु याद गर्नको लागि चाहिँ यो mnemonics पर्फेक्ट हुन्छ. For an example, if we are talking about simple squamous epithelium, कुन अर्गनमा simple squamous epithelium हुन्छ भनेर हामी सबैले युज गर्दै आएको निमोनिक्स ABCDE भनेर हामी डिस्कस गर्छौं. हरेक अल्फाबेटले एउटा लोकेसनलाई एक्सप्लेन गर्छ. A for lungs alveoli, B for Bowman's capsule, C for coverings of bone cartilage, D for descending loop of Henle, E for endothelium भनेर हामीले यो जुन ABCDE निमोनिक्स तयार गरेको छौं. That is for the simple squamous epithelium. ओके. अब यो निमोनिक्स एकदम सर्ट हुन्छ, स्वीट हुन्छ, फर्मुला बेस्ड हुन्छ. तर यसको डिसएडभान्टेज के हुन्छ भन्दाखेरि हामीसँग लिमिटेड अल्फाबेट छ. ABCDE हाम्रो 26 वटा मात्रै छ. त्यो सबै हामीले युज गरेर सकिसकेका हुन्छौं र कतिपय निमोनिक्सहरु चाहिँ ओभरल्याप पनि भइदिन्छ. A भनेको के हो, B भनेको के हो हामी त्यो बिर्सिन सक्छौं है. यो चाहिँ अब अल्फाबेटिकल निमोनिक्स फर्मुला निमोनिक्सको डिसएडभान्टेजको कुराहरु भयो. अब कतिपय स्टुडेन्टहरुलाई यो अल्फाबेटिकल निमोनिक्स र फर्मुला निमोनिक्सको बारेमा मात्रै थाहा छ. तर यो भन्दा सुपेरियर खालको अर्को निमोनिक्स हुन्छ. दैट इज रिदम निमोनिक्स अथवा म्युजिकल निमोनिक्स भनेर हामी डिस्कस गर्छौं. सो यो बारेमा चाहिँ हामीले हाम्रो क्लासमा अलरेडी डिस्कस गरिसकेका छौं. इफ माइ स्टुडेन्ट्स आर वाचिङ देन दे माइट स्माइल लिसनिङ टु मी. जब हामीले टाइप्स अफ ग्ल्यान्ड्स डिस्कस गर्यौं मिकस ग्ल्यान्ड, सेरस ग्ल्यान्ड, मिक्स्ड ग्ल्यान्ड भनेर त्यहाँ मैले एउटा भोजपुरी सङ सानो एउटा टुक्का गाएको थिएँ होला. तोहर लुङ्गी में म्युकस भनेर है. अब यो कस्तो खालको निमोनिक्स हो त? म्युजिकल निमोनिक्स, रिदमिकल निमोनिक्स चाहिँ अलिकति फनी, अलिकति आउट अफ ट्र्याक्ट, नन भेज अथवा सेक्सुअल टाइपको तिमीले निमोनिक्स बनायो भने अलिकति धेरै समयसम्म याद हुन्छ. आवर माइन्ड loves that is abnormal है. अलिकति रेयर, अलिकति डेभिएटेड, अलिकति एब्नर्मल कुराहरु तिमीले बनायो भने चाहिँ सङको रूपमा बनायो, रिदमको रूपमा बनायो अथवा एउटा पोएमको रूपमा बनायो भने चाहिँ त्यो लामो समयसम्म याद रहन्छ. सो तोहर लुङ्गी में म्युकस भनेको के हो? सिम्पल हो. सबलिङ्गुअल ग्ल्यान्ड भनेको म्युकस ग्ल्यान्ड हो. सकिहाल्यो. त्यति याद गर्नको लागि हामीले यस्तो क्रिएट गर्यौं. अब फेरि जब त्यति याद गर्नको लागि यस्तो किन क्रिएट गर्नु पर्यो? हेर, there are 1000 things to remember है. हजारौं कुराहरु याद गर्नु छ भने तिमीले अब एकछिनलाई याद भएर त भएन नि त. लाइफ लङ याद गर्नु पर्यो के. अब I will never forget that sublingual gland is mucus gland भनेर. why? because तोहर लुङ्गी में म्युकस. मेन भनेको तिमी भनेको एमसीक्यू गर्दा झुक्किने त हो. बिर्सिने कम्प्लिटली फर्गेट भनेर तिमी कम्प्लिटली फर्गेट त गर्दैनौ कुनै पनि कुराहरु. एमसीक्यूमा ए हो कि बी हो भनेर झुक्किने त हो नि. त्यो झुक्किन नदिनको लागि नै हामीले निमोनिक्स क्रिएट गर्ने हो. यो म्युजिकल निमोनिक्स र रिदमिकल निमोनिक्स चाहिँ अलि इन्जोयबल हुन्छ र इमोसनल ब्रेनमा यसले इम्प्याक्ट पार्ने भएको कारणले गर्दाखेरि चाहिँ
यो रिदमिकल निमोनिक्स र म्युजिकल निमोनिक्स चाहिँ सुपेरियर हुन्छ एज कम्पेयर टु एक्रोनिम्स। अर्को निमोनिक्स पनि हामीले क्लासमा युज गरिसकेका छौँ गाइज, द्याट इज भिजुअल निमोनिक्स। इफ यु रिमेम्बर वाइल वी आर टकिङ अबाउट सेन्स अर्ग्यानको कक्लियाबारे हामीले डिस्कस गर्दाखेरि इयरको, त्यो बेलामा कक्लियाको कुन पार्टले हाई फ्रिक्वेन्सी साउन्डलाई डिटेक्ट गर्छ र कुन पार्टले लो फ्रिक्वेन्सी साउन्ड डिटेक्ट गर्छ भनेर डिस्कस गर्ने क्रममा यो हामीले एउटा ट्रायङ्गल डेभलप गरेका थियौँ। त्यो ट्रायङ्गलको बेसमा चाहिँ हाई फ्रिक्वेन्सी र एपेक्समा चाहिँ लो फ्रिक्वेन्सी भनेर हामीले ट्रायङ्गलमा फ्रिक्वेन्सीलाई, त्यो ट्रायङ्गलको जुन विड्थ छ त्यो विड्थलाई हामीले फ्रिक्वेन्सी भनेर त्यसरी हामीले याद गरेको थियौँ। सो भिजुअल निमोनिक्स इज मोर सुपेरियर देन रिदमिकल निमोनिक्स, म्युजिकल निमोनिक्स। भिजुअल निमोनिक्स समथिङ द्याट इज सिन इज नेभर फर्गटन। दुई आँखाले देखेको कुरा, एक्सपिरियन्स गरेको कुरा कहिले पनि बिर्सिँदैन। सो एकचोटि तिमीले जुन यो ट्रायङ्गललाई तिमी जब हेर्छौ त्यो कहिले पनि तिमीले बिर्सिँदैनौ। सो तिमीले आफ्नो कन्टेन्टलाई, तिमीले आफ्नो स्टडी मटेरियललाई भिजुअल्ली तिमीले रिप्रेजेन्ट गर्यौ भने कहिले पनि बिर्सिँदैन। ओके, तिमीले यदि फ्रगलाई भिजुअल्ली स्टडी गरेका छौ भने त्यसको एक्सटर्नल फिचर्सहरू तिमीले बिर्सिँदैनौ। यदि तिमीले फ्रगलाई डाइसेक्ट गर्ने मौका पाएको रहेछौ भने तिमीले भित्र भएको कुराहरू कहिले पनि बिर्सिँदैनौ। हामीले क्लासमा यस्तो भिजुअल निमोनिक्सहरू थुप्रै युज गर्छौँ। सो यो पनि एउटा किसिमको निमोनिक्स हुन्छ धेरै समयसम्म याद गर्नको लागि। सो अर्को टाइप्स अफ निमोनिक्स चाहिँ स्टोरी बेस्ड निमोनिक्सहरू हुन्छ है। यो चाहिँ मैले खासै युज गर्दिनँ मेरो लाइफमा, तर मेरो साथीहरूले, कलिगहरूले चाहिँ स्टोरी बेस्ड निमोनिक्सहरू चाहिँ युज गर्ने रहेछन्। ओके, सो यो चाहिँ तिमीले एउटा इमेजिनेटिभ स्टोरी युज गर्छौ, इमेजिनेसन युज गरेर त्यो स्टोरी तिमीले त्यसलाई सर्टेन डिरेक्सनमा लिएर जान्छौ र त्यहाँ त्यो स्टोरीमा युज भएको क्यारेक्टर, स्टोरीमा युज भएको इभेन्टहरूलाई चाहिँ आफ्नो स्टडी मटेरियलमा इनपुट गर्छौ। स्टडी मटेरियल चाहिँ त्यो स्टोरीमा इनपुट गर्छौ। ओके, अर्को मैले युज गर्ने निमोनिक्स भनेको चाहिँ अब्जर्भेसनल अथवा एक्सपेरिमेन्टल खालको निमोनिक्स हुन्छ। सपोज हामीले बायोलोजी पढ्दै गर्दा, ह्युमन सिस्टम पढ्दै गर्दा, फिजियोलोजी पढ्दै गर्दाखेरि चाहिँ नि हामीले डिस्कस गरेका थियौँ एयर ड्रमको बारेमा, टिम्प्यानिक मेम्ब्रेनको बारेमा, र हामीले डिस्कस पनि गऱ्यौँ ब्यारोट्रमा बारेमा। कुन बेलामा बढी टिम्प्यानिक मेम्ब्रेन रप्चर हुने, प्रेसर डिफरेन्सले गर्दाखेरि कुन बेलामा बढी रप्चर हुन्छ, एसेन्टको बेलामा कि डिसेन्टको बेलामा भनेर हामीले डिस्कस गरेको थियौँ। त्यसमा मैले तिमीलाई एउटा लाइफको एक्सपिरियन्स, हेभी एक्सपिरियन्स दिस भनेर मैले डिस्कस पनि गरेको थिएँ। जब तिमी हाई अल्टिट्युडबाट लो अल्टिट्युडमा जान्छौ, जब लेकबाट बेसीतिर झर्छौ नि, त्यो बेलामा कान डुम्म हुन्छ, कान बन्द हुन्छ होइन। सो त्यो एक्सपिरियन्स गरेको भनेपछि चाहिँ ऱ्यापिड डिसेन्टको बेलामा चाहिँ तिम्रो कानबाट ब्यारोट्रमा हुने सम्भावना हुन्छ। यो त घोक्नुपर्ने कुरा होइन। अब तिमीले ब्यारोट्रमा इज मोस्ट कमन इन एसेन्ट अर डिसेन्ट भनेर त्यहाँ एमसिक्यूमा दियो भने चाहिँ यु हेभ टु कन्फिडेन्टली टेक टु डिसेन्ट बिकज यु हेभ एक्सपिरियन्स्ड इट, अथवा तिमीले त्यो भोगेको कुरा हो नि त। सो यो तरिकाले पनि तिमीले याद गर्नुपर्ने हुन्छ। अरू धेरै मेमोरी किङहरूले अथवा धेरै गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्नेहरूले चाहिँ अरू धेरै थुप्रै टेक्निकहरू युज गर्छन्। फर एन एक्जाम्पल मेमोरी प्यालेस भनेर है। अर्को भनेको चाहिँ नम्बरसँग कुनै एउटा अब्जेक्ट एसोसिएट गर्ने र त्यो अब्जेक्टसँग हामीले हाम्रो स्टडी मटेरियललाई एसोसिएट गर्ने र त्यसरी याद गर्ने। अब यो टेक्निक्सहरू चाहिँ मैले पर्सनल्ली भन्नुपर्दा युज गरेको छैन, बट दे आर अल्सो भेरी ब्युटिफुल टेक्निक्स। बट दिस टेक्निक्स विल बी अ बिट टाइम कन्ज्युमिङ बिकज यु हेभ टु बिल्ड युर मेमोरी प्यालेस इन द्याट। ओके, यु हेभ टु पुट द अब्जेक्ट्स देयर, यु हेभ टु एसोसिएट सम नम्बर्स टु द्याट अब्जेक्ट होइन। अनि फेरि आफूले याद गरेको कुराहरू त्यसलाई इमेजिन गर्नु पऱ्यो, आँखा बन्द गरेर इमेजिन गर्नु पऱ्यो एकैछिन होइन, अनि त्यसरी तिमी क्रिएट गर्न सक्छौ। डिस्क्रिट डेटाहरू याद गर्नको लागि चाहिँ यो निमोनिक्स अथवा मेमोरी प्यालेस काम गर्छ। ओके, अब अर्को एउटा इम्पोर्टेन्ट कुरा पनि मैले यो भिडियोमा एड्रेस गर्न खोजिरहेको थिएँ, द्याट इज रिगार्डिङ फोटोजेनिक मेमोरी। धेरै एकदम रेयर हो यो फोटोजेनिक मेमोरी भनेको। सर्टेन पेजहरू चाहिँ एक्ज्याक्टली सबै कुराहरू याद हुने, द्याट इज फोटोजेनिक मेमोरी। तर यो एकदम रेयर कुरा हो। तर इफ यु हेभ एक्सपिरियन्स दिस अर नट, जब पनि तिमीले कुनै एक्जाममा एन्सर लेख्न जान्छौ, तिमीले पढेको नोटको कुराहरू अथवा बुकको केही पार्टहरू तिमीलाई यो पार्टमा थियो भनेर याद हुन्छ। इफ यु गाइज रिमेम्बर, सो यो पार्टमा थियो भनेर याद हुनु पनि एउटा फोटोजेनिक मेमोरी नै मान्छु म यसलाई। सो त्यो फोटोजेनिक मेमोरीलाई पनि तिमीले युज गर्न सक्छौ। सो फोटोजेनिक मेमोरीको लागि चाहिँ तिमीले रिपिटेटिभली तिम्रो
नोट्सहरू चेक गर्नुपर्ने हुन्छ, नोट्सहरू हेरिरहनु पर्ने हुन्छ। त्यो नोट्स तिमीले हेरे गर्यो भने, मल्टिपल टाइम्स हेऱ्यौ भने चाहिँ तिम्रो नोट्सको कुन चाहिँ पार्टमा यो पोइन्ट थियो तिमीलाई ठ्याक्कै याद आउँछ एक्जाममा र तिमीले एन्सर लगाउन सक्छौ। सो दिस विल बी हेल्पफुल मेनली इन थ्योरी राइटिङ है। अब तिमीले क्लास 12मा थ्योरी दिनको लागि चाहिँ यस्तो काम लाग्छ, यो पोइन्टमा यस्तो यस्तो पोइन्टहरू थियो, यो पार्ट अफ पेजमा यो पोइन्ट थियो भनेर तिमीलाई याद हुन्छ। यदि तिमीहरूलाई अरू कुनै तरिकाहरू थाहा छ भने, अरू धेरै टिप्स एन्ड ट्रिक्सहरू चाहिन्छ भने प्लिज डु मेन्सन इन द कमेन्ट सेक्सन। र फेरि पनि म भन्दैछु, यो निमोनिक्सहरू त हामीले बनायौँ, तर यसलाई कसरी एक्टिभ रिकल गर्ने? ओके, एक्टिभ रिकल तिमीले कसरी गर्न सक्छौ भन्दा तिमीले जुन एक्रोनिम्सहरू बनाएको हुन्छ, फर्मुलाहरू थोरै बनाऊ भन्छु म। फर्मुलाहरू थोरै बनाऊ, भिजुअल निमोनिक्स धेरै बनाऊ, म्युजिकल निमोनिक्स धेरै बनाऊ, स्टोरी रिलेटेड अब्जर्भेसनल निमोनिक्सहरू धेरै बनाऊ है। एक्रोनिमले मात्रै काम गर्दैन। एक्रोनिमले किन काम गर्दैन? धेरै कुराहरू छ याद गर्ने, एबिसिडिई, एमसिपी, पिएम यस्तो निमोनिक्सहरूले काम गर्दैन पछि, किनभने यति धेरै कुराहरू तिमीले याद गर्नुपर्ने हुन्छ। इफ यु गो टु मेडिकल फिल्ड, प्यारामेडिकल फिल्ड, देयर आर थाउजन्ड्स अफ थिङ्स यु हेभ टु रिमेम्बर। सो एक्रोनिमले मात्रै काम गर्दैन। होला फेमस एक्रोनिम्सहरू, एकदम वर्ल्ड फेमस एक्रोनिम्सहरू, फ्रिक्वेन्टली युज एक्रोनिम्सहरूले त काम गर्ला, तर आफ्नो एक्रोनिम्सहरूले बेसिकली काम गर्दैन। सो तिमीले सबै खालको निमोनिक्सहरू बनायौ, तर त्यसलाई एक्टिभ रिकल गर्नको लागि स्पेस रिपिटेसन गर्नुपर्ने हुन्छ। म यसमा के तरिका फलो गर्छु, रेकमेन्ड गर्छु भन्दा, फिजिबल त हुँदैन जहिले होइन, तर के गर्न कोसिस गर भन्दा प्राइम नम्बर अफ डेजमा तिमीले यसलाई रिभिजन गर्नुपर्छ। फर एन एक्जाम्पल, डे 1मा तिमीले पढेछौ भने डे 3मा फेरि रिकल गर्ने, जस्ट निमोनिक्स मात्रै है। डे 5मा रिकल गर्ने, डे 7मा रिकल गर्ने, डे 11मा रिकल गर्ने, ओके, डे 17मा रिकल गर्ने, डे 19मा रिकल गर्ने। सो यो तरिकाले तिमीले प्राइम नम्बर्स अफ डेजमा तिमीले रिकल गर्न सक्छौ, अथवा आफैले कस्टमाइज गरे पनि भयो। डे 2मा, डे 4मा, ओके, डे 10मा यसरी म यो टाइममा रिभिजन गर्छु भनेर चाहिँ सुरुमा चाहिँ फ्रिक्वेन्टली रिभाइज गर्ने, पछि चाहिँ अलिकति ग्याप मेन्टेन गरेर रिभाइज गर्ने है। सो यो मैले एउटा बेसिक कुराहरू चाहिँ डिस्कस गर्दै गएको छु रिगार्डिङ द मेमोराइजेसन टेक्निक, लामो समयसम्म कसरी कुराहरू याद गर्ने र मैले कुन कुन टेक्निकहरू फलो गरेँ भन्ने विषयमा यो भिडियो रहेको छ। आई होप यु लाइक द भिडियो। थ्याङ्क यू भेरी मच। सी यु सुन इन द नेक्स्ट भिडियो।